नभनेको काम मात्रै होइन त्यो कुन प्याकिङ गर्छ नि त्यो कुन हुन्छ नि त्यो पहिले यस्तो रुम भनेर राखेको हामी अहिले पछाडि लगेपछि त्यो कुनामा अब जे गर्नु त्यही रक्सी खाएपछि त हरामी रहेछ नि यार कृष्ण दाइ त यार हरामी भन्थे सबैले उसको बुढीले भन्थे तर मलाई कहिले पनि हरामी जहिले पनि मैथो त राम्रै गर्छ जति खानु मैथो मैले खुवाइदिन्छु 3 4 बोतल खुवाइदिन्छु आइतबार मासु ल्याएर कुखुराको मासु ल्याएर 1 किलो ल्याएर बनाएर 2टा बजे खानु उसले खाने मैथो दिएको पहिला सुरुमा 15 दिन यहाँ मान्छे थियो अनि त्यसको लागि यहीँ काम अलि दिन राख भनेर नि यहीँ सिकाइदिएर यहीँ राखेको थिएँ उता मान्छे भेटियो भने सो गाइस दारू मत पिन दारू आदमी खराब गर्दै दाइ रक्सीले मान्छेलाई बर्बाद पार्छ गाइस मान्छे हो र त्यस्तै मान्छे रक्सीबाट शून्य बनाइदिन्छ कि मान्छेलाई शून्य जिरो बनाइदिन्छ हो का हो शून्य जिरो बनाइदिन्छ त नि क्या त्यो दिमाग अरू अनि त्यसपछि अनि केही सोच्ने शक्ति पनि हुन्न एउटा बाहिर देशको मान्छेले एउटा बाहुन राखियो अरे त्यो बाहुनलाई राखेर 3टा देखायो अरे एउटा पैसाको मुठो एउटा सुनको मुठो एउटा केटीको फोटो देखायो तँलाई 3टामा न तँ मारिदिन्छु तँ 3टामा एउटा जसै लिनुपर्छ भनेछ कसले गोराले यहाँको इन्डियाको बाहुनलाई भनेपछि तँ 3टामा एउटा जुनी लिनुपर्छ यो 3टा चाहिँ राखेको 3टामा अनि नलिएन छ तँलाई गोली हालेर मारिदिन्छ अनि केटी देखेर यसले मेरो सन्तान बिगार्छ भनेर यसले मेरो परिवार बिगार्छ केटीको लागि लाग्ने होइन केटीको परिवार आफ्नो दिदीबहिनी जस्तो नि त त्यस्तोको लागि लाग्ने पाप पनि हो यसले परिवार नै बिगार्छ भनेर पैसा उठाएको पैसा यो पैसा अहिले छ भोलि हुँदैन भनेर अनि सुन दिएर सुन तँलाई यति भए जति पनि हुन्छ तँलाई मर्ने बेलासँग पुग्छ त्यहाँ छोरा नातिसँग पुग्छ भने सुनको बन्डलले दिएर त्यो पनि चाहिन्न भनेर अनि लास्टमा के भने रक्सी त्यो अब